नमस्कार तपाईलाई स्वागत गर्न चाहन्छु शुभारम्भ दाजुभाइ अटोमोबाइल्समा र यो युट्युब च्यानलमा हामीसँग चाहिँ विभिन्न ब्रान्डको गाडीहरू एकदमै सस्तो बजेटमा र फाइनेन्सको सुविधा सहित हामीले बिक्रीको लागि ल्याएका छौँ। यो भिडियोमा चाहिँ तपाईलाई विशेष जानकारी सहित हामी उपस्थित भइसकेका छौँ है त। आउनुहोस् सुरु गरौँ है त। यदि हजुरहरूसँग भएको कुनै पनि सवारी साधन पनि हामीले उचित मूल्यमा खरिद गर्नेछौँ भने र हामीसँग भएको जुनसुकै सवारी साधनसँग पनि एक्सचेन्जको पनि व्यवस्था गरेका छौँ। एकदमै रिसेल भ्यालु हाई भएको ब्रान्ड हुन्डाई ब्रान्डको चाहिँ i10बाट चाहिँ यो भिडियो सुरु गर्दैछौँ है। हामीसँग चाहिँ यो चाहिँ तपाईँहरूले 2012 मोडलको i10 म्याग्ना भेरिएन्टमा पाउन सक्नुहुन्छ। यसमा म्याग्ना भन्ने बित्तिकै चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा चाहिँ ब्याक क्यामेरा, एन्ड्रोइड पनि पाउन सक्नुहुन्छ। गाडी एकदमै फुल फ्रेस कन्डिसनमा पाउन सक्नुहुन्छ र एक्सिडेन्ट फ्री कार हो। यसको प्राइस चाहिँ हामीले जम्मा 15,25,000 मात्रै राखेको छौँ। यसमा पनि तपाईँहरूले एकदमै फुल डिस्काउन्टमा पाउन सक्नुहुन्छ। र त्यसै गरी हामीसँग एकदमै लो बजेटको i10 चढ्न खोज्दै हुनुहुन्छ भने चाहिँ हामीसँग 2008 मोडलको i10 म्याग्ना पनि आइसकेको छौँ। यो चाहिँ तपाईँहरूले जम्मा 11,50,000मै पाउन सक्नुहुन्छ। यसमा पनि म्याग्ना भेरिएन्टमै हो। म्याग्ना भेरिएन्ट भन्ने बित्तिकै तपाईँहरूले थाहा पाइहाल्नुभयो। र त्यसै गरी हामीसँग एकदमै सिङ्गल ह्यान्डेड र एकदमै रिसेल भ्यालु हाई भएको ब्रान्ड मारुति सुजुकी कम्पनीको अल्टो एलएक्सआई चाहिँ 2019 मोडलको पनि बिक्रीको लागि आइसकेको छ। यो चाहिँ तपाईँहरूले जम्मा 17 लाखमै पाउन सक्नुहुन्छ। एकदमै लो रनमा पाउन सक्नुहुन्छ भने यसमा चाहिँ तपाईँहरूले अगाडिको पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा चाहिँ सिङ्गल एयरब्याग पनि पाउन सक्नुहुन्छ। यो पनि एक्सिडेन्ट फ्री कारमै पर्छ। हामीसँग भएको जुनसुकै ब्रान्डको गाडीहरू चाहिँ तपाईँहरूले एक्सिडेन्ट फ्री नै पाउन सक्नुहुन्छ। र यसमा चाहिँ तपाईँहरूले हरेक चिजमा चाहिँ टेस्ट गरेर मात्रै लान सक्नुहुन्छ। मेकानिकल टेस्टदेखि लिएर टेस्ट ड्राइभदेखि लिएर सबै सुविधा पाउन सक्नुहुन्छ है त। र त्यसै गरी हामीसँग अर्को मारुति सुजुकी कम्पनीकै सेलेरियो एकदमै बजारमा एकदमै चलेको नाम हो सेलेरियो पनि। यो चाहिँ तपाईँहरूले 2016 मोडलको पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ हामीले जम्मा 16,50,000 मात्रै राखेको छौँ। यो चाहिँ तपाईँले VXI भेरिएन्टमा पाउन सक्नुहुन्छ। VXI भन्ने बित्तिकै चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा चाहिँ किलेस अनलक पनि पाउन सक्नुहुन्छ। यसमा पनि तपाईँहरूले 50% डाउन पेमेन्टमा आफ्नो बनाउन सक्नुहुन्छ है त। र त्यसै गरी हामीसँग अर्को रहेको छ हुन्डाई ब्रान्डको स्यान्ट्रो। तपाईँलाई थाहा छँदैछ। यो चाहिँ तपाईँहरूले रिसेल भ्यालु एकदमै हाई भएको भनेर बजारमा एकदमै चलेको नाम हो स्यान्ट्रो। यो पनि तपाईँहरूले 2007 मोडलको फुल अप्सनमा पाउन सक्नुहुन्छ। फुल अप्सन भन्ने बित्तिकै चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा ब्याक क्यामेरा, ब्याक वाइपर पनि पाउन सक्नुहुन्छ र एन्ड्रोइड पनि पाउन सक्नुहुन्छ है त। ल त्यसै गरी हामीसँग एकदमै लो बजेटमा एकदमै रिसेल भ्यालु हाई भएको ब्रान्ड टाटाको इन्डिका V2 पेट्रोल भेरिएन्टमा पाउन सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूले सेमी अप्सनमा पाउन सक्नुहुन्छ। यो चाहिँ 2009 मोडलको पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ हामीले जम्मा 5,50,000 मात्रै कोडिङ गरेको छौँ। यो चाहिँ तपाईँहरूले फुल फ्रेस कन्डिसनमा पाउन सक्नुहुन्छ है त। त्यसै गरी मारुति सुजुकी कम्पनीकै एकदमै रिसेल भ्यालु हाई भएको र कम बजेटको कार खोज्दै हुनुहुन्छ भने चाहिँ हामीसँग 2008 मोडलको जेनी स्टिलियो VXI भेरिएन्टमा चाहिँ हामीसँग फेरि पनि बिक्रीको लागि आइसकेको छ। यो चाहिँ तपाईँहरूले जम्मा 7,75,000मै पाउन सक्नुहुन्छ। VXI भन्ने बित्तिकै चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा चाहिँ ब्याक क्यामेरा, LED पनि पाउन सक्नुहुन्छ है त। त्यसै गरी हामीसँग चाहिँ टोयोटा ब्रान्डको चाहिँ टोयोटा इटियोस सेडानमा चाहिँ सिङ्गल ह्यान्डेड पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ जम्मा 14 लाख मात्रै राखेको छौँ। यो चाहिँ 2013 मोडलको पाउन सक्नुहुन्छ। यो चाहिँ एकदमै फुल फ्रेस कन्डिसनमा पाउन सक्नुहुन्छ। यसमा पनि तपाईँहरूले 50% डाउन पेमेन्टमा पनि आफ्नो बनाउन सक्नुहुन्छ। त्यसै गरी हुन्डाई ब्रान्डको एकदमै रिसेल भ्यालु हाई भएको ब्रान्ड हुन्डाई ब्रान्डको चाहिँ टक्सन, त्यसमा पनि 4 व्हिल ड्राइभमा पाउन सक्नुहुन्छ। यो चाहिँ नेपालको बाटो जुनसुकै बाटोको लागि एकदमै कम्फोर्टेबल ड्राइभ पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ हामीले जम्मा 16 लाख मात्रै कोडिङ गरेको छौँ। यो चाहिँ तपाईँले 2009 मोडलको पाउन सक्नुहुन्छ। त्यसै गरी हामीसँग अर्को रहेको छ हुन्डाई ब्रान्डको एकदमै ह्याचब्याक कारमा चाहिँ पाउन सक्नुहुन्छ इओन इरा प्लस 2013 मोडलको पाउन सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूले जम्मा
11 लाखमै आफ्नो बनाउन सक्नुहुन्छ। यो यसमा चाहिँ तपाईहरुले अप्सनको कुरा गर्नुपर्दाखेरि चाहिँ पावर विन्डो, फ्रन्टमा पावर विन्डो पाउन सक्नुहुन्छ, पावर स्टियरिङ पाउन सक्नुहुन्छ, एसी हिटरको साथमा चाहिँ फुल लग्जरियस फिल गर्न सक्नुहुन्छ। त्यसैगरी हामीसँग अर्को रहेको छ क्विड चाहिँ 1000 सीसीमा पाउन सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरुले पावर स्टियरिङ, पावर विन्डो र सेफ्टीको लागि सिंगल एयरब्याग पनि पाउन सक्नुहुन्छ। यो चाहिँ 1000 सीसीमा पाउन सक्नुहुन्छ भने यसमा पनि तपाईहरुले 50% डाउन पेमेन्टको साथमा आफ्नो बनाउन सक्नुहुन्छ। यो चाहिँ 2017 मोडलको क्विड RX TO मा पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ हामीले जम्मा 13,75,000 मात्रै राखेको छौँ है त। त्यसैगरी मारुति सुजुकी कम्पनीको अल्टो LX भेरिएन्टमा चाहिँ उपलब्ध भएको छ। LX भन्ने बित्तिकै यसमा चाहिँ तपाईहरुले एसी हिटर र कुलरको साथमा पाउन सक्नुहुन्छ, फुल फ्रेस कन्डिसन पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ जम्मा 8,25,000 मात्रै रहेको छ। यो चाहिँ 2009 मोडलको। त्यसैगरी तपाईहरुलाई हाई मोडलको ग्रान्ड i10 म्याग्ना खोज्दै हुनुहुन्छ भने चाहिँ हामीसँग 2015 मोडलको ग्रान्ड i10 म्याग्ना उपलब्ध भइसकेको छ। म्याग्ना भन्ने बित्तिकै चारवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा न्यू सेपमा पाउन सक्नुहुन्छ। एकदमै कम बजेटमा यदि i10 खोज्दै हुनुहुन्छ भने पनि यो चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ है। यसमा पनि 50% फाइनान्सको सुविधा रहेको छ। यसको प्राइस चाहिँ जम्मा 18,50,000 मात्रै राखेको छौँ। यो चाहिँ फुल फ्रेस कन्डिसनमा आफ्नो बनाउन सक्नुहुन्छ है। त्यसैगरी यदि तपाईहरुलाई न्यू सेपमा स्यान्ट्रो खोज्दै हुनुहुन्छ भने चाहिँ हामीसँग 2019 मोडलको स्यान्ट्रो म्याग्ना भेरिएन्टमा उपलब्ध भइसकेको छ। यो चाहिँ तपाईहरुले पाउनुहुन्छ जम्मा 20 लाखमा भने म्याग्ना भन्ने बित्तिकै चारवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा फुल फ्रेस कन्डिसन पाउन सक्नुहुन्छ। यसमा पनि तपाईहरुले 50% डाउन पेमेन्टमा आफ्नो बनाउन सक्नुहुन्छ। यसमा पनि फाइनान्सको फेसिलिटी रहेको छ। त्यसैगरी हामीसँग फुल अप्सनमा कार खोज्दै हुनुहुन्छ, त्यो पनि लो बजेटमा भने हामीसँग चाहिँ 2008 मोडलको चेभ्रोलेट स्पार्क चाहिँ बिक्रीको लागि लिएर आएको छौँ। यसको प्राइस चाहिँ हामीले जम्मा 5,50,000 मात्रै राखेको छौँ। यो चाहिँ तपाईहरुले फुल फ्रेस कन्डिसन पाउँछ। यसमा चाहिँ फिचर्सको कुरा गर्नुपर्दा चाहिँ चारवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा चाहिँ फुल अप्सनको मजा लिन सक्नुहुन्छ है। त्यसैगरी मल्टिपर्पजकै लागि र कमर्सियल पर्पजको लागि युज हुने डेलिभरी भ्यान चाहिँ हामीसँग 2016 मोडलको रिस्टक भइसकेको छ। यो चाहिँ तपाईहरुले फुल फ्रेस कन्डिसनमा पाउन सक्नुहुन्छ। यो चाहिँ जम्मा 5,50,000 मात्रै कोडिङ गरेको छौँ। यसमा पनि तपाईहरुले फुल डिस्काउन्ट पाउन सक्नुहुन्छ। त्यसैले हामीसँग अर्को पनि रहेको छ मल्टिपल पर्पजकै लागि युज हुने र डेलिभरी भ्यान भनेर चिनिने र गरिखाने वर्गहरूको लागि एकदमै उपयुक्त हुने कार्गो भ्यान चाहिँ हामीले यो पनि 2016 मोडलकै पाउन सक्नुहुन्छ। यसको प्राइस पनि हामीले जम्मा 5,50,000 मात्रै राखेको। तपाईहरुले मल्टिपल पर्पजको लागि युज हुने मारुति सुजुकी कम्पनीको 8 सिटर भ्यान चाहिँ तपाईहरुले जम्मा 5,25,000 मै पाउन सक्नुहुन्छ। यो चाहिँ तपाईहरुले 2008 मोडलको पाउन सक्नुहुन्छ। यो चाहिँ फुल फ्रेस कन्डिसनमा पाउन सक्नुहुन्छ है त। त्यसैगरी हामीसँग चाहिँ लो बजेटमा चाहिँ कार चाहिँ हामीसँग 2002 मोडलको डियो म्याटिज चाहिँ फेरि पनि आइसकेको छ। यो चाहिँ तपाईहरुले जम्मा 3,25,000 मै पाउन सक्नुहुन्छ र यसमा चाहिँ फिचर्सको कुरा गर्नुपर्दाखेरि एसी हिटरको साथमा चाहिँ फुल फ्रेस कन्डिसनमा पाउन सक्नुहुन्छ है त। त्यसैगरी हुन्डाई ब्रान्डकै एकदमै लग्जरियस र रिसेल भ्यालु हाई भएको ब्रान्ड भनेर चिनिने हुन्डाई ब्रान्डको चाहिँ गेट्स 2007 मोडलको चाहिँ फुल अप्सनमा उपलब्ध भएको छ। यो चाहिँ तपाईहरुले जम्मा 7 लाखमा हुन्डाई ब्रान्डको कार पाउन सक्नुहुन्छ। यो चाहिँ फुल अप्सनमा पाउन सक्नुहुन्छ। फुल अप्सन भन्ने बित्तिकै चारवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा टच स्क्रिन, ब्याक क्यामेरा र ब्याक वाइपर पनि पाउन सक्नुहुन्छ। यो चाहिँ जम्मा भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरैभन्दा धेरै धन्यवाद भन्न चाहन्छु। र हामीसँग जुनसुकै ब्रान्डको गाडीहरू, जुनसुकै सवारी साधनसँग पनि सस्ता पट्टाको पनि व्यवस्था गरेको छौँ। र यो भिडियोलाई चाहिँ मन परेमा लाइक, सेयर अनि कमेन्ट पनि गरिदिनु होला। र अहिलेसम्म यो मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र अर्को नयाँ भिडियोमा भेट्ने बाचाका साथ यो भिडियोबाट चाहिँ ओझेल हुन चाहन्छु। हस्त, धन्यवाद।